रुपियाँ कमाउन पानी शिखा बनाउनु हालिया छ भाइहरूलाई नि यसो छपाइदिनु यता यहाँ आउनु ये जो वृद्धि पुरुषों में माता घडा छ नानी एउटा नानी श्रीमद् वैभवतमनन्तरे अष्टाविंशतमे सत्य त्रेता द्वापरान्ते कलौ कलियुगस्य प्रथमचरणे जम्बूद्वीपे भारतवर्षे भरतखण्डे भरतान्तर्गत नेपालदेशे पश्चिमादि पूर्व दक्षिण दिग्भागे हिमाञ्चलादि दक्षिण दिग्भागे मेचिकलादि पश्चिम दिग्भागे बागमत्यादि पूर्व दक्षिण दिग्भागे गंगा भागीरथी देव्याया उत्तर दिग्भागे सर्वांतर्गत हरिओ नाम नगरे यह पुण्यभूमौ षष्ठी सहस्रामध्ये सूर्य दक्षिणायने मासोत्तमासे कार्तिक मासे शुक्ल पक्षे शुक्ले महापर्वणि मेरो बाबा आकाश हो घामको किरण छर्ने संसारमा सबभन्दा धेरै माया गर्ने मेरो बाबा आकाश हो घामको किरण छर्ने संसारमा सबभन्दा धेरै माया गर्ने मेरो बाबा सुपरम्यान मेरो बाबा ज्यूजन मेरो बाबा भगवान मेरो बाबा सुपरम्यान मेरो बाबा ज्यूजन मेरो बाबा भगवान मेरो बाबा भगवान समाउँदै ताते ताते हिँड्न सिकायो आफ्नो पराइको हो भने चिन्न सिकायो हात समाउँदै ताते ताते हिँड्न सिकायो आफ्नो पराइको हो भने चिन्न सिकायो आफ्ना खुसी बेची बेची मेरा खुसी किन्यो जता जता मेरा पाइला उतै उतै हिँड्यो बाबा जता जता मेरा पाइला उतै उतै हिँड्यो मेरो बाबा सुपरम्यान मेरो बाबा ज्यूजन मेरो बाबा भगवान मेरो बाबा भगवान लायो फाटेको बाबा तिम्रो पसिनाले पैसा साटेको राम्रो नाना हामीलाई किनी लायो फाटेको बाबा तिम्रो पसिनाले पैसा साटेको हत्केलामा ठेला परे पैतालामा फोरा सुख छ भन्यो बाबा पुग्दा पनि बुरा सुख छ भन्यो बाबा बोक्दा पनि बोरा मेरो बाबा सुपरम्यान मेरो बाबा ज्यूजन मेरो बाबा भगवान मेरो बाबा सुपरम्यान मेरो बाबा ज्यूजन
मेरो बाबा भगवान मेरो बाबा भगवान मेरो बाबा सुपरम्यान मेरो बाबा जिउ ज्यान मेरो बाबा भगवान मेरो बाबा भगवान भद्रं करोमि सुदयामदेवा भद्रं उमामहेश्वराभ्यां नमः लक्ष्मीनारायणाभ्यां नमः उमामहेश्वराभ्यां नमः वाणी हिरण्यगर्भाभ्यां नमः शशिपुरन्दराभ्यां नमः मातृपितृगुरुचरणकमलेभ्यो नमः इष्टदेवताभ्यो नमः मङ्गलपुत्रनिमायाय कुलदेवताभ्यो नमः ग्रामदेवताभ्यो नमः अन्यदेवताभ्यो नमः वास्तुदेवताभ्यो नमः हामीले फ्याङ्न लाग्यो हो त तपाईँ करा राधे राधे भने त्यो हुनाले त मैले राखे रोके नि अब आयो के श्री श्री यसलाई अघि पछि होला भुइँमा सानिध्यम विद्या सर्वदा यो थमापट्टि आग्नेय अग्नि दौतम पुरोदव्य अभ्य अभ्य मुपाप्र यो तो कार्य त दुनाउ बत्ती बाल हुँदैन बत्ती बाल्ने कास्कै थियो हो प्रवाह कहाँबाट हो साथी तपाईँ हुनुहुन्छ नारा मैले पहिले भने पनि छु माथिबाट उठार सकिन्छ अग्नि सरस्वती पुत्र गर्भाधानम ल्याउनु पर्दैन थियो गर्भाधान गराउनु है बत्ती बाल्ने गर्भाधानम गर्भाधान गर्न हो यो
पुंसवनम विजय सादित्य साते विकारत खास्तस्मै नरोपत सदनातन यदेशे नम्बति बाबमस्तुत सीमन्तो नायनम कोल चाहिँ भुइँमा राख्लाउन अझै जनवही प्रमाणेन प्रेतव्यस्तमिमा पापात समृत निष्क्रमणम पञ्चाक्षरेण पञ्चाश सौदता उदर साधु सविता सदक्षरेण सर्वता मरुत अन्नप्राशनम अन्न खुवाइदिनु अन्न पतेन अग्नि प्रचोदयात् समावर्तन गरिदिनु व्रतम कुणोत व्रतम कुणता ब्रह्मा निर्यज्ञ वनस्पति यज्ञ दैवन्तीय मनोमय सुरिता न अभिष्ट एव जेषां यज्ञभाषा सुतार्थो न अददशे जे देवा मनुजाता मनुजिदो तत्त्वं सर्वय जवितिनो भगवपुराय ताववेम पंडिकात्रयं च पठेत् हितं मानवसा नरस्य मृतस्य ज्योतिषं पतमज जिंसा जामय उपयाति कोशे वचनाति वसुमाधर जुनी 30 लाख बोट वृक्ष अनि पन्छी हुनी 9 लाख वर्ष जल जन्तु बस्यौं पानी मुनि 11 लाख यो संसारमा किरा किट भइरोनी 11 लाख यो संसारमा किरा किट भइरोनी त्यति जुनी काटी पायो नि यो चुला त्यसै खेर नफाला त्यति जुनी काटी पायो नि यो चुला त्यसै खेर नफाला नफाला त्यति जुनी काटी पायो नि यो चुला त्यसै खेर नफाला त्यति जुनी काटी पायो नि यो चुला त्यसै खेर नफाला हाय हाय यस्तो चक्कर देखिकन दयाले हेर मान्छे रूप दिनु भयो मुक्ति होस् भनेर लोभ र भोगमा व्यस्त भयो सबै नै भुलेर त्यसै माथि मायाले जाल हान्यो नि हेर त्यसै माथि मायाले जाल हान्यो नि हेर जप राम बेलै भव सागर तर्नलाई बचौ नरक पर्नलाई जप राम बेलै भव सागर तर्नलाई बचौ नरक पर्नलाई
गर्नलाई बचाउँ नरक पर्नलाई हरि हरि स्वामी छोडे दौलत पनि खोजी गरे ईश्वरको त्यसमै सुख छ भनी पन्छी रूपे प्राण उड्दा के हो तनी लाने बाँडे ज्ञान गरे दान उत्तम मार्ग ठानी बाँडे ज्ञान गरे दान उत्तम मार्ग ठानी जन्मधन दौलत छोडिन्छ नि केही गरी मूर्ख नहौ त्यसरी जन्मधन दौलत छोडिन्छ नि केही गरी मूर्ख नहौ त्यसरी त्यसरी जन्मधन दौलत छोडिन्छ नि केही गरी मूर्ख नहौ त्यसरी जन्मधन दौलत छोडिन्छ नि केही गरी मूर्ख नहौ त्यसरी हरि हरि भूत प्रेत उसकै धाम जाने देवी देवता खुसी रहे स्वर्गसम्म लाने माता पिता पितृ सम्मान बल फल खाने शुद्ध मनले राम जपे परम धाम जाने शुद्ध मनले राम जपे परम धाम जाने गरौँ गरौँ बेलै वैकुण्ठको सुर गरौँ 84 माना परौँ गरौँ गरौँ बेलै वैकुण्ठको सुर गरौँ 84 माना परौँ नपरौँ गरौँ गरौँ बेलै वैकुण्ठको सुर गरौँ 84 माना परौँ गरौँ गरौँ बेलै वैकुण्ठको सुर गरौँ 84 माना परौँ हरि हरि त्यसले पहिला होस् न दामी ल्याइदिन्छु नि हट्नु तपाईँ आफ्नो बसेर ल्याउनु मुनिबाट हामी साल सामान यसो फिनाएर यसो तर अग्लो भइहाल्छ देउराले सबै काम भयो ल ध्याय हात जोड्नुहोस् ध्याय नित्यमय सम्राजदानं कारणं वन्दे पुण्यभूषणं मृगरं वन्दे पशूनां पतिं वन्दे शशाङ्कवन्दिनयनं वन्दे मुकुन्दाप्रियं वन्दे भक्तशरणं ओम भूर्भुवः साम सदा शिवाय नमः देशांतर
विराजते गङ्गा उत्तर भागे हिमाचल दक्षिण पार्श्वे नेपाल देशे सूर्यादि देवतिष्ठिते पार्श्व क्षेत्रान्तर्गत मुकुटेश्वर मन्दिर छ दत्तात्रेय मन्दिर र गणेश मन्दिर निकट दिलाय श्री सूर्य राशि उता यता छ यो खालि लडा मलाई नगराउनु अलि भिना छ अलि हालिदिनु गर्नु हुँदैन हो त्यसो भन्नु ठिकै चाहिनु गर्नु हाल्नु नडराइकन अझै हाल्नु यता पिछेबाट अनि धारी सार्नु त्यही ओम भूर्भुवः साम सदा शिवाय नमः पर्वतले फेरि मुख छुटाइदिनु होला आपसमा सुपारी लड सुपारी चाहियो नि हरि बोल 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 सबले हरि बोल वैकुण्ठमा जानलाई मनको ढोका खोल हरि बोल हरि बोल हरि बोल हरि बोल सबले हरि बोल वैकुण्ठमा जानलाई मनको ढोका खोल हरे वैकुण्ठमा जानलाई मनको ढोका खोल हरे वैकुण्ठमा जानलाई मनको ढोका खोल सुखमा चाहिँ तिम्रो भगवान छेउमै पर्दैनन् दुःख पर्दा तिम्रो पाउ छोड्दैनन् सुखमा चाहिँ तिम्रो भगवान छेउमै पर्दैनन् दुःख पर्दा तिम्रो पाउ छोड्दैनन् जब हुन्छ रुपैयाँ संसारलाई गन्दैनन् जब खल्ती रित्यो तिमीलाई जप्नै छोड्दैनन् हरि बोल हरि बोल हरि बोल हरि बोल सबले हरि बोल वैकुण्ठमा जानलाई मनको ढोका खोल हरि बोल हरि बोल हरि बोल हरि बोल सबले हरि बोल वैकुण्ठमा जानलाई मनको ढोका खोल हरे वैकुण्ठमा जानलाई मनको ढोका खोल हरे वैकुण्ठमा जानलाई मनको ढोका खोल आयो मर्दा खाली जाने हो बाँचुन्जेल तेरो र मेरो के का लागि गर्दैछौ जन्मिँदा तिमी रित्दै आयो मर्दा खाली जाने हो बाँचुन्जेल तेरो र मेरो के का लागि गर्दैछौ 2 दिनको जिन्दगी यो हाँसेर बिताऊ रिस राग घमण्ड घृणा सबै हटाऊ 2 दिनको जिन्दगी यो हाँसेर बिताऊ रिस राग घमण्ड घृणा सबै हटाऊ हरि बोल हरि बोल हरि बोल हरि बोल सबले हरि बोल वैकुण्ठमा जानलाई मनको ढोका खोल हरि बोल हरि बोल हरि बोल हरि बोल सबले हरि बोल वैकुण्ठमा जानलाई मनको ढोका खोल हरे वैकुण्ठमा जानलाई मनको ढोका खोल हरे वैकुण्ठमा जानलाई मनको ढोका खोल
नखाए पनि आखिर भोकलाई मार्ने हो धनै धनले पुरे पनि आखिर जाने घाटै हो सुनका थालमा खाए पनि आखिर भोकलाई मार्ने हो बाँचुन्जेल राम्रो कर्म म भनिरहन्छु ओम दुर्गाय नमः ओम महाकाल्यै नमः ओम गुलकेशै नमः शिवाय नमः क्षमाय नमः ओमायै नमः उमायै नमः महागौर्यै नमः वर्णवै नमः रमाय नमः स्कन्दमात्रै नमः अब यहाँ दुईटा मैले गरेँ दुईटा चार नम्बरमा आकाशाय नमः हो आकाश या गच्छ या तिष्ठ यावत् पूजां करोमि तावत्तं सुष्ठुं वरदो भव चन्दनमा चतुर्माणि समर्पयामि पाँच नम्बरमा अश्विनी कुमाराभ्यां नमः हो अश्विनी कुमार या गच्छ या तिष्ठ यावत् पूजां करोमि तावत्तं सुष्ठुं भव सुप्रसन्न वरदो भव अर्को ठाउँमा ओम इन्द्राय नमः हो इन्द्र या गच्छ या तिष्ठ यावत् पूजा लक्ष्मणजी तपाईँ उहाँ तुलसाको पूजा गर्नु प्रीत्यार्घ्यं प्रणतपाल भवाति पोतं वन्दे महापुरुषते चरणारविन्दं ॐ नमो भगवते वासुदेवाय तुलसीदामोदराय नमः धनं समर्पयामि किसको एउटा एकजनाले चाहिँ औँठी लाउनु है आसनम समर्पयामि तुलसी दामोदराय नमः आवन गर्नु पानीले यस्तो आवन गर्नु आवन भनेपछि बोलाउनु होला आवनम समर्पयामि त्यहाँ पार्दै जल्छ है हस्तर्घ्यं समर्पयामि तुलसी दामोदराय नमः मुखिया तुलसी दामोदराय नमः त्यहाँ पञ्चामृत छ शुद्धिगत जल छ समर्पण होला तुलसी दामोदराय नमः नैवेद्यम अब त्यहाँ यसो नैवेद्य छ भने छुवाइदिनु तुलसीको पत्ताले तुलसी दामोदराय नमो नमः। त्यस पछाडि अब तपाईँको ओम इन्द्राय नमः हो इन्द्र या गच्छ या भएको नि हेर्थ्यो त्यति भयो समर्पयामि अर्कोमा पुष्पे नमः हो पुष्प या गच्छ या तिष्ठ यावत् पूजां करोमि तावत्तं सुष्ठुं भव सुप्रसन्नं भव चन्दनमा चन्द्राङ्गं आज छ भोलि चाहिँ फोटो
खाइदिनु होला पहिले पाप महाप्रकारमा आफूले आँखा खोलेर हाल्छ र फुलेर पुष्पाञ्जली पापम पापमा पापहरू भगवती खाली हुँदैन चतुर्मासाको उद्यापन हेर्नुलाई पाएँ यो बिहेको फरक यहाँ मात्रै छ गलबन्दी च्यातियो लाइट पनि पुरै बुलबुले गीतले भाइरल भयो बुढा हाल्दै मलाई अहिले भर्खर यो त बतिले रहेछ कोही पनि नसुन्ने कुरा पेन साइडको पनि मलाई केही गर्नु
दाजु उहाँको 84 उहाँको 87 तपाईँको त 84 भइसक्यो अनि हजुर चाहिँ पुरै छिमेकी हाम्रा गाउँ यहाँको लेखे पढेको मध्येमा मान्य छन् यो विधि विधानमा हाम्रो गाउँको होइन उहाँ भन्नुभयो मैले पनि त परिचय दिनु पर्यो नि मैले यहाँ मान्छे काटेँ हो हजुरको शुभ नाम भनिदिनु मेरो नाम त पार्थमणि
म जोजीको फेसबुक लाइभ आज भाइ 84 हामी यति खुसी छौँ हजुरको 84 आउनु पाएपछि तपाईँलाई आज कस्तो लागेको छ कति रमाइलो लागेको छ कस्तो लागेको छ यहाँ आउने सबै मेरा मान्छे खुसी हुनु नि म खुसी मेरो त यस्तो कार्य यो दस्तुरी कार्य रहेछ सबै यहाँको समाजदेखि म सन्तुष्ट छु अब यता बुवालाई अनि कस्तो लागेको छ भाइ आफै बोल्नु शान्तिले सोचेर मलाई अब हजुरको भाइको 84 कस्तो लाग्यो 84 हुनमा चाहिँ शक्तिको हुँदो रहेछ शक्ति पृथ्वी आत्मको पानी आत्मको चित्र छ त्यस कारणले यो चौरी उज्यालो सबै मान्छेलाई नि थप्प पर्ने छ आज उज्यालो त्यस कारणले म ज्यादै खुसी छु मेरो भाइको सम्पन्न चित्त गरे अनुसारको हो अनि बुवा कति वर्षको हुनुभयो अहिले वर्ष त म 87 वर्ष 87 वर्षको हुनुभयो अनि उहाँ चाहिँ 84 वर्ष पुगेर कति लाग्नुभयो बुवा 1 महिना 1 महिना आज 15 कति दिन भन्नुभएको 1 महिना आज त 30 भयो नि त कार्तिक पुरै भने 84 वर्ष 1 महिना 1 महिना हुनुभयो 85 मा चाहिँ पुग्नुभयो लाग्यो 85 लाग्यो अनि हजुर चाहिँ उहाँको को हुनुहुन्छ एकचोटि भन्नु मेरो कान्छो बुवा हो कान्छो बुवा हुनुहुन्छ अनि कान्छो बुवाको 84 को लागि म चाहिँ 1 महिना भयो आएको कहाँबाट आउनुभएको हजुर काठमाडौँबाट आएको मेरो श्रीमान सहित श्रीमानजी अहिले घरमै हुनुहुन्छ म यति खुसी छु कि हामी सबैजना खुसी छौँ कान्छो बुवाको कारणले हामी सबैजना जम्मा हुन पायौँ यो घरको जेठी छोरी दिदी भिनाजु क्यानाडा हुनुहुन्छ उहाँहरू पनि बुवाको लागि आउनुभएको छ हाम्रो परिवारमा 2 जना मिस भयो अरू हामी सबै यहीँ छौँ र हामी एकदमै धेरै खुसी छौँ र एकदमै अब आज चाहिँ हामी धेरै बेलुका रमाइलो पनि गर्ने र गराउने कोसिस गर्दैछौँ म जेठी छोरी शान्ति पुरी मेरो बुवाको 84 मा अब के भन्ने कहाँबाट आउनुभएको हजुर क्यानाडाबाट आएको क्यानाडै बस्नुहुन्छ हजुर स्पेशल बुवा 84 लाई नै भनेर आएको हो हैन हजुर अब यति राम्रो कार्य सबै माहौल गरेको चाहिँ अब हाम्रो दाइ भाउजू हुनुहुन्छ हैन अब ठुलो भाउजू ठुलो दाइ सबै फ्यामिलीबाट गरेको पनि धेरै राम्रो छ धेरै धेरै खुसी छु कार्यक्रम सम्पन्न भयो भने जस्तो समापन भनौँ न हरेक कुराले परिपूर्ण गर्नुभएको हाम्रो दाइ भाउजूहरू सबै उहाँहरूले गरेर धेरै खुसी छु बुवाको 84 गरिदिन पाएकोमा मैले नै भने बुवाले त पर्दैन भन्दै हुनुहुन्थ्यो मलाई चाहिँ एकदमै भित्रबाट रहर लाग्यो कि रहर लाग्यो अनि म यो घरको कान्छी बुहारी अनि हामी त अब 84 वर्षसम्म बाँच्छौँ कि बाँच्दैनौँ अब बुवाको लागि चाहिँ हामीले गरिदिन्छौँ भनेर भित्रबाट एकदम मलाई अरूको गरेर देखेर गरिदिन मन लाग्यो आत्मैदेखि हृदयदेखि आयो भन्नु न अनि त्यही कारणले मैले बुवाको 84 गर्थेँ सबैजना परिवार भेला भएर खुसी छौँ छोरीहरू जम्मा हुनुभएको छ 9वटी छोरीमा एउटी छोरी मात्रै आउनु भएन 8वटा जम्मा हुनुभएको छ त्यही भएर म एकदमै खुसी धेरै म एकदमै मिस भएको छु होइन नआएकोमा आउन नपाएकोमा बिरामी भएर अरू सबै छोरी जम्मा हुनुभएको छ हजुरलाई कस्तो फिल भइरहेछ मलाई त एकदम रमाइलो म त धेरै खुसी छु बुवाको 84 मा आफ्नो बुवाको सबै फ्यामिलीहरू जुटेर एकसाथ भएर रमाइलो गर्न पायौँ धेरै 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 ह्याप्पी धेरै खुसी छु अनि बुवा चाहिँ को पर्नुहुन्छ हजुरको बुवा म साइली छोरी हजुर म साइली छोरी म काठमाडौँदेखिबाट आएको हाम्रो सब फ्यामिली एकजुट भएर होइन एकजुट भएर एकदम रमाइलो भएर हामी खुसी साथ मनाएका छौँ त्यही हो सबैभन्दा ठुलो ठिक छ धन्यवाद हजुरलाई अनि हजुरलाई म चाहिँ बुवाको कान्छी छोरी हजुर उमा उप्रेती हजुर हामी पनि काठमाडौँबाट आएको हामी दसैँ आउनुभन्दा अगाडि भदौदेखि नै एकदम एक्साइटेड थियौँ बुवाको 84 को लागि कारणवश केही कुराले सरे पनि अहिले 84 मा यति खुसी छौँ कि यसको सीमै छैन सब परिवार एकै ठाउँमा जम्मा भएर 84 मनाउनु पायो 84 यस्तो दिन सधैँ अवश्य एकदम उहाँ चाहिँ भावुक हुनुभएको छ छोरीहरू म रामप्रसाद रिजाल हुँ हजुर मेरो मामाको छोरा दाइहरू उहाँहरू
हजुर फुपूको छोरो हजुर काठमाडौँबाट आएको यही 84 पूजामा दाइले गरेको निमन्त्रणालाई शिरोधार गरेर 84 पूजा सम्पन्न गर्न आएको हजुर मेरो बुवा विराटनगरबाट बुवाको लागि 84 राम्रोसँग सुसम्पन्न गर्न पाएकोमा मेरो तर्फबाट मेरो बुवालाई मुरी मुरी धन्यवाद आज दाजुको तपाईँको उहाँ भाइ कि दाइ भाइ भाइ हुनुहुन्छ बुवा दाइ हाम्रो बुवा भाइ हाम्रो दिदालाई मात्रै हो आमा आज चाहिँ 84 कसको हुँदैछ देवरको कस्तो हजुरलाई लागिरहेछ आज 84 हुँदाखेरि एकदम खुसी हुनुहुन्छ जे होस् 84 हेर्न पाएकोमा धेरै खुसी हुनुहुन्छ बहिनी आउँदै हुनुहुन्छ बहिनी उहाँ चाहिँ को हुनुहुन्छ बुवाको उहाँ चाहिँ बुवाको छोरापट्टिबाट कान्छो छोराको जेठी छोरी है अनि ऊ चाहिँ मेरो छोरा हामी यहाँ 4 पुस्ते भयौँ हजुर मेरो बहिनी बुवालाई एकदम बधाई छ बुवा चाहिँ मुसु मुसु हाँस्दै हुनुहुन्छ होइन अनि पनातीमा ऊ जम्मा भयो 4 पुस्ता हो काठमाडौँ 4 पुस्ता उहाँलाई चाहिँ के भन्छ उहाँ जिजी हजुर बुवा भन्छ के भन्छ जिजी बुवा जे होस् जिजी बुवाको चाहिँ 84 उहाँ बाबुले देख्न पायो भने यो बाल्यकालमा पछिसम्म सम्झना आउँछ अनि एक्साइटेड कतिको फिल हुनुहुन्छ तपाईँ म त एकदमै खुसी म त अस्ति आएर फर्केर फेरि आएको यहाँ बच्चा लिएर धेरै ह्याप्पी भयो है सानी हजुर अघि भावुक हुनुभयो त के को लागि भन्नु 84 मा यति भावुक भयो कि मेरो बुवा 84 गर्दा गर्दा मैले आज आमालाई धेरै मिस गरेँ आमाले मिस गरेर हजुर हुनुभएको आमा बित्नु भयो त्यही भएर बुबा पनि भावुक हुनुभयो है आमाको नामले आमाले सम्झिँदै हुनुहुन्छ उहाँ पनि जस्तो लाग्यो मलाई पनि एकदम खुसीको आँसु ए बुवाको भने जस्तो चारवटा छोरा बुहारी छन् छोरा छन् केही छैन एकदम राम्रो भइहाल्छ काठमाडौँबाट मेरो दाइको यो 84 पूजामा सरिक हुन आएको मलाई निमन्त्रणा गर्नुभएको थियो मेरो मामाको छोरो दाइ हो म फुपूको छोरो भाइ हुँ म बच्चैदेखि उहाँहरूको छत्रछायामा हुर्किएर अहिले यो अवस्थामा आएको छु बुवा चाहिँ आजको एकदम हिरो देख्नु भएको छ है राम्रो देखेछ है सधैँ यस्तै राम्रो देख्न चारवटी छोरीहरू बुवाको साथमा छौँ खुसी छौँ यसरी हामी होइन जम्मा भएर चार जे भए पनि 85 लाग्यो यसरी आफन्तले घेरेर चाहिँ माया गर्दा त खुसी लागिहाल्यो धेरै राम्रो फिल भइरहेछ बुवालाई बुवा उहाँ हिरो बनेर आउनुपर्छ चिटिक्क परेर टोपी लगाएर चस्मा लगाएर को हुनुहुन्छ उहाँ यहाँ चाहिँ को हुनुहुन्छ तपाईँको मेरो जेठो ज्वाइँ कहाँ बस्नुहुन्छ ज्वाइँ अहिले क्यानाडामा बस्नुहुन्छ अनि 84 सम्झेर कहिले आउनुभयो 1 महिना भयो 1 महिना आउनुभयो बुवाको लागि हजुरको शुभ नाम भनिदिनु त प्रमोद अरियालजी हजुरको चाहिँ को हुनुहुन्छ बुवा मेरो माइलो ज्वाइँ माइला छोरीको ज्वाइँ उहाँ चाहिँ कहाँ बस्नुहुन्छ विराटनगर हजुरको शुभ नाम भनिदिनु त मेरो नवराज मैनाली विराटनगर कहिले आउनुभयो बुवाको लागि 5 दिन भयो बुवाको लागि कस्तो लागिरहेछ तपाईँलाई रमाइलो लागिरहेछ खुसी पनि लागिरह होला सबै छोरीहरूले घेरेछन् अनि हजुर चाहिँ बुवाको को पर्नुभयो म उहाँको साइलो ज्वाइँ परे साइला ज्वाइँ पर्नुभयो हजुरको शुभ नाम मेरो अच्युत मैनाली हजुरको ठेगाना भनिदिनु त मेरो काठमाडौँ जोरपाटीमा बस्नुहुन्छ पुरै ह्यान्डसम देख्नु भएको छ उहाँ एकदम चिटिक्क पर्नु भएको छ उहाँ चाहिँ
बुवाको चाहिँ कुन के पर्नुभयो कान्छो ज्वाइँ कान्छो ज्वाइँ त्यस कारणले चाहिँ एकदम हिरो देखेछ क्या हजुरको शुभ नाम भनिदिनु त राजेन्द्र श्रेष्ठ राजेन्द्र श्रेष्ठ हजुर चाहिँ काठमाडौँमै बस्नुहुन्छ कि बाहिर काठमाडौँमै हो कस्तो लागिरहेछ आज एकदम रमाइलो हजुर कति दिन भयो आएको यहाँ 5 दिन भयो 5 दिन भयो बुवाको 84मा आउनुभएको कस्तो फिल भइरहेछ एकदम राम्रो भएछ खुसी हुनुहुन्छ अनि हजुरको मिसेस चाहिँ कुन हो एकचोटि देखाइदिउँ त एकदम खुसी हुनुहुन्छ उहाँ पनि अनि हजुरको मिसेस मेरै पछाडि हुनुहुन्छ वहीँ हुनुहुन्छ चिटिक्क कालो चस्मा लगाएर होइन अनि हजुरको मिसेस उहाँ चाहिँ छोरी तपाईँको जेठी छोरी हुनुहुन्छ नमस्कार हजुर नमस्कार अनि बुवाको 84 हुँदैछ बुवाको को पर्नुभयो हजुर म बुवाको दाइको जेठो ज्वाइँ कहाँ बस्नुहुन्छ हजुरको शुभ नाम भनिदिनुहोस् म रमेश शिवाकोटी हो काठमाडौँ बानेश्वरमा बस्छु कस्तो फिल भइरहेछ आजको दिन कस्तो खुसी हुनुहुन्छ एकदम हामी खुसी छौँ अब यो शताब्दी पुरुषको रूपमा पनि यस्तै पूजा गर्न पाइयोस् भन्ने शुभकामना पनि व्यक्त गर्न चाहन्छु त्यसमा धेरै खुसी छौँ र म त पहिले 1 महिना अगाडि नै आएको त्यो बेला रोकियो सबभन्दा पहिला आउने हामी नै हो उहाँ मेरो श्रीमान हो म पल्लो घरको जेठी छोरी हामी चाहिँ पुरा 1 महिना बसेर कान्छो बुवाको 84 को लागि एकदम रमाइलो गरेर मनाइरहेको आज तपाईँको बुवाको 84 हुँदैछ कस्तो लागिरहेछ तपाईँलाई आज एकदम राम्रो शुभ राम्रो छ कस्तो फिल भइरहेछ भन्नु न 84 वर्षको बुवा हुँदा देख्न पाइयो भनौँ न राम्रो फिल भइरहेछ आगामी दिनहरूमा बुवालाई के भन्नुहुन्छ तपाईँ यसै गरी 100 वर्ष आयु लम्बियोस् राम्रो रहोस् कुशल रहोस् यही नै हो मेन शुभकामना बुवा छोरालाई के भन्नुहुन्छ आजको दिन यो जम्मै छोराले गरेर आएको म त अब छोराले गरेर आएको बुहारीले गरेर आएको 2 भाइ छोरा 2टी बुहारी त्यहाँबाट 4 वटा कि 9 वटा छोरी उहाँ हेन्डसम आउनु भएको छ उहाँ जेठा छोराको भरतको छोरा उहाँ त विराटनगर बस्नुहुन्छ होइन धरानमा बस्नुहुन्छ हजुरको शुभ नाम भनिदिनुहोस् मेरो नाम ऐनुप्रति अनि कस्तो फिल भइरहेछ राम्रो लागिरहेछ अब हजुरबाको 84 हो राम्रो लाग्यो देख्न पायो भनौँ न यहाँसम्म चाहिँ बुवालाई 84 देख्न पाएकोमा कतिको खुसी हुनुहुन्छ एकदम खुसी छु हाम्रो तपाईँ चाहिँ यो घरको कान्छो छोरा तपाईँको नाम चाहिँ दिल्ली उप्रेती जेठा दाइको नाम भरत उप्रेती उहाँ चाहिँ घरका कान्छी बुहारी आउँदै हुनुहुन्छ एकदम रमाइलो यस घरका हजुर कान्छी बुहारी हुनुहुन्छ होइन अनि बुवाको 84 हेर्दाखेरि कस्तो लागिरहेछ भन्नु न हजुरहरूले आनन्द आइरहेछ हजुरको एकचोटि शुभ नाम भनिदिनु त मेरो नाम कल्पना उप्रेती हो हजुर अनि जेठी सासू हुनुहुन्छ मेरो आमा नभए पनि आमा यहाँ सासूमा नभए पनि सासूमा भन्दा बेसी हुनुहुन्छ जोजीको फोटो एन्ड भिडियोग्राफीबाट उहाँहरूको फ्यामिलीसँग मैले एकदम रमाइलो कुराकानी गरेँ सब एक चम्कट हुनुभएको छ उहाँहरूलाई धेरै धेरै धन्यवाद घरका जेठा छोरा भरत उप्रेतीजी हुनुहुन्छ उहाँसँग चाहिँ मैले केही कुराकानी गर्न चाहेँ भरत दाइ आजको दिनलाई के दिन भनेर सम्झिनुहुन्छ महत्त्वपूर्ण जीवनको महत्त्वपूर्ण दिन आज बुवाको भनौँ न 84 पुजनको कार्यक्रम हजुर लक्षद्वीप कार्यक्रम सम्पूर्ण कार्यक्रमहरू समापन गर्न गइरहेका छौँ
भएकोमा सबैप्रति धन्यवाद दिँदै आभारी भएको छु। कस्तो फिल भइरहेछ आज बुवाको 84 हेर्नुभएकोमा? बुवाको 84को दिनमा आज जीवनमा सबैभन्दा ठुलो खुसी र आत्मसन्तुष्टि भइरहेको छ। धेरै खुस हुनुहुन्छ आजको दिन। हवस् त नमस्ते। मलाई पनि 2 शब्द राखिदिनुको भएकोमा जोजीको फोटो भिडियोग्राफी। एकचोटि अझै
हरे राम हरि हरि हरे राम हरे कृष्ण हरे राम हरि हरि एक दिन त जाने हो संसार छोडेर हरे राम हरे कृष्ण हरे राम हरि हरि पिंजरा तोडेर पंछी उडेर हरे राम हरे कृष्ण हरे राम हरि हरि एक दिन त जाने हो संसार छोडेर पिंजरा तोडेर पंछी उडेर धन र सम्पत्ति घरमै झोलामा बासाको टोलामा लान्छन् खोलामा बासाको टोलामा लान्छन् खोलामा भर नपर जान्छ पंछी उडेर गुडा छोडेर भर नपर जान्छ पंछी उडेर गुडा छोडेर कुन्नी केमा हो संसार झुलेको खै कुन्नी केमा हो संसार झुलेको किन हो चटकै धर्म भुलेको किन हो चटकै धर्म भुलेको बिहान फुल फुले साँझ झर्दैछन् मान्छेले मर्दैन जस्तै गर्दैछन् मान्छेले मर्दैन जस्तै गर्दैछन् कहिले काखमा कहिले डोलामा कहिले शङ्ख बजाउँदै लान्छन् खोलामा कहिले काखमा कहिले डोलामा कहिले शङ्ख बजाउँदै लान्छन् खोलामा
होला जानी का होला उनै रामलाई थाहा होला जानी का होला जानी का होला जानी का होला उनै रामलाई थाहा होला जानी का होला जानी का होला जानी का होला उनै रामलाई थाहा होला जानी का होला हरि बोल 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 सबले हरि बोल वैकुण्ठमा जानलाई मनको ढोका खोल हरि बोल हरि बोल हरि बोल हरि बोल सबले हरि बोल पार्वती बोली शंकर से पार्वती बोली शंकर से सुनिए भोलेनाथ जी रहना है हर एक जन्म में मुझे तुम्हारे साथ जी वचन दीजिए ना छोड़ेंगे कभी हमारा हाथ जी ओ भोलेनाथ जी ओ शंभुनाथ जी ओ भोलेनाथ जी ओ शंकरनाथ जी ओ भोलेनाथ जी ओ शंभुनाथ जी ओ भोलेनाथ जी ओ शंकरनाथ जी जैसे मस्तक पे चंदा है गंगा बसी जटाओं में वैसे रखना है अविनाशी मुझे प्रेम की छाँव में जैसे मस्तक पे चंदा है गंगा बसी जटाओं में वैसे रखना है अविनाशी मुझे प्रेम की छाँव में कोई नहीं तुम सा तीनों लोकों में दशों दिशाओं में महलों से ज्यादा सुख है कैलाश की खुली हवा में तुम हो जहाँ बहा होती है तुम हो जहाँ
एकैचोटि फुल र बुवाको भात ल